हेलो एन्ड नमस्ते साथीहरू। आज हामी मजाको भिडियोमा रियाक्ट गर्न गइरहेका छौँ। हजुरहरूले अन्तिम समय हेरिदिनु होला। चुलामा पाइप जान्छ हैन होला। बालेन शाहको जेल जाने योग छ, अझै पनि भन्छु। रविको पनि जेल जाने योग छ, अझै पनि भन्छु। प्रधानमन्त्री हुनुहुन्छ, उहाँ चाहिँ कुम्भकर्णको निन्द्रामा चाहिँ सुतिराख्नु भएको छ। हामीलाई बस्ने बास छैन, गाँस छैन, ग्यास छैन भनेर उभिरहनु भएको छ। के अब तपाईँलाई ग्यास दिनु पर्यो सरकारले? होइन, पढ्नु भएको होला नि। अहिले इरान र अमेरिकाको यत्रो बन्दरगाहमा फाइट परिरहेको अवस्था छ। मेन बाटो नै बन्द छ भने सरकारले कसरी दियोस् खोलाको पानीहरू ल्याएर दिनलाई? अहिले गजडी सरकार त यही भइरहेको सरकारलाई आरोप दिइरहेछ, आफू उस गर्न जान्दैन। बालेन सरकार बालेन तपाईले बल्ल बोल्दै हुनुहुन्छ। त्यो त पानी बाटेर प्रधानमन्त्री भएको के अरे गृहमन्त्री भएको तपाईँलाई थाहा छ नि? हजुर गृहमन्त्री ट्यापे भन्ने होला, ट्यापे नै त हो भन्छ। सिंहदरबार जलाउन जाँदाखेरि चाहिँ त्यो केरा हारेर बसे अरे भने त बन्दुक चिने बोकेर सेनाले भने कि तपाईँको नेपाल सरकार ढल्नेछ 25 दिनभित्र। बालेनले हिजो मेयर हुनुभन्दा मेयर भइसकेपछि अमेरिका फक यो आन्टी जस खतरा छ, मान्छे मजाले बोल्दैन के केटी। अनि रासपा फक, रापरपा फक, केपी ओली फक भनेर फक्की फक भनेपछि सिकायो कसले त? बालेनले सिकाएन? बात करता है। त्यो हवलदार हुन योग्य मान्छे गृहमन्त्री भएपछि यस्तो हुने हो कि? सुदन गुरुङ गृहमन्त्री भइसकेपछि चाहिँ एमालेका नेताहरूलाई धेरै नै ज्वरो आयो। कति डिग्रीको ज्वरो आयो? जस दुखेसो छ एमालेहरूलाई। मुर्दाबाद गरेर जनताले साथ दिएको भन्नु मिल्छ र? सुन्नु न, मैले मुर्दाबादको नारा त्यहाँ गरेर अघि तपाईँ लाउनु भएको थियो भिडियो हामीसँग छ। मुर्दाबाद, जिन्दाबाद, बान मुर्दाबाद, बालेन मुर्दाबाद। एक महिना बनेको सरकारलाई नयाँ पात्रहरूको अहिले उदय भएको छ र अनुभव नभएको नयाँ पनि कस्तो भने अनुभवी नयाँ पात्र आउनु र अनुभव नभएको नयाँ पात्रहरू आउनुमा फरक हुन्छ। हैन होला। के बुझ्नै सकिने क्या, रोको हो कि स्वर नै यस्तै हो कि पूर्व राष्ट्रपतिको के बुझ्नै सकिन। तँलाई मेरो सुन्थ्यो अरू यो सामान यत्रो पसल थियो मेरो, इलेक्ट्रोनिक पसल थियो र मेरो अरू कोठामा सामानहरू धेरै थियो। कम्तीमा मेरो 20 लाख चाहियो। कस्तो प्रधानमन्त्री हामीले पायौँ, कस्तो गृहमन्त्री पायौँ, कस्तो टिम पायौँ भन्दा आज आकाशलाई हेरेर थुक्नु पर्ने आवश्यकता खत्तम। एउटा 30 वर्षको उमेरमा तपाईको 15 करोड र 10 करोड कहाँबाट कमाउँछन्? कुन चाहिँ डक्टरले कमाउँछ? डक्टर एउटा डक्टरलाई आइदियोस्, डक्टरले भन्नुहोस् मैले आजको दिनमा यति करोड स्वर्णिमा उहाँले तपाईँले भन्नुहुन्छ डक्टर भन्नु होला। उहाँले कति करोड पैसा चाहिँ कमाउँछ? महिनाको 1 करोड कसले कमाउँछ? महिनाको 10 लाख उहाँले कमायो, 2 लाख कमायो होला। महिनाको 20 लाख र 25 लाख कहाँबाट कमाउँछन्? कुन चाहिँ हस्पिटलले दिन्छ? कहिले गरेको थियो डक्टरहरूले चाहिँ? के गराउने हो? आरजु राणा पनि एउटा राणाको छोरी भएको कारणले किताब पढेर पनि राजनीति गरेर पनि राजनीतिक चेतना भरिदिएर त्यो सर्टिफिकेट पाइन्छ, मुलुक पाइन्छ। अब विश्वविद्यालयभित्रमा प्रहरी छिर्ने अरे, सुरक्षा युनिट खडा गर्ने अरे। अब हाम्रो युनिभर्सिटी भित्रमा प्रहरी छिर्ने हो। डिप्रेसन सुदनले पनि चाहिँ हेर्दैछन् रे। सुदनले आफैले हेर्दैछ महेशको फाइल हो नि, फाइल होइन काण्ड चाहिँ के छन् त भनेर। मैले सबै कुरा मैले पचाइसकेको छु हैन। मलाई लाज शरम घिन केही पनि छैन। त्यही भएर कसैले भालु पनि ठिक छ, चितुवा भने पनि ठिक छ, बाघ भने पनि ठिक छ।
रुँदै सबैले भोगटे भोगटे भने कि मान्छे भोगटे जस्तै छ कि ऊ अनि भोगटे जस्तै छ अनि त्यही भएर सबैले अब भोगटे नै भने ठिकै छ अब भोगटे नै हो भने भोगटे नै हो बेलायतको मेम्बर कहिले रहेछ बेलायतको मेम्बर चाहिँ कहिले रहेछ त्यो मेम्बरसिप तपाईँलाई दिन्छु तपाईँलाई बालेन शाह उहाँ झापाको चाहिँ नि त्यत्रो चाहिँ नि केपी ओलीकै भाषामा चाहिँ नि जम्मै सम्भ्रान्त बसेको ठाउँमा लप्पै घोडा चढ्छ भनेर गफ चाहिँ दिन्छ मजाको मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश अब यो सुकुम्बासी बस्तीमा चाहिँ थाली थाप्न कहिले जाने हो भन्नाले मैले अलि बुझाउनु न मलाई जस्तो यहाँ त्यति हुल त छैन होइन सजिलै छ पैसाहरू तिर्नु त सजिलो छ एउटा मेन समस्या के हो भने पहिला यसो बिचौलियाहरू हुन्थ्यो नि त उनीहरूले गरिदिन्थ्यो अब त्यो गर्दाखेरि त्यति हामीले सिकेन कि अब एउटा केपी शर्मा ओलीलाई पुनः किडनी चाहिएन अर्को किडनी मेरो मिल्यो नि म पनि दिन्छु उहाँलाई पुनः बचाएर राख्ने हो किनकि जेलको हावा खुवाउनु पर्छ Hey, y'all, come look at this. आजलाई यति नै साथीहरू यदि भिडियो मन पऱ्यो लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला अर्को भिडियोमा फेरि भेटौँला धन्यवाद